ए मम्मी हेलो भन्नु त अलराइट वाट्सएप पिपुल आज चाहिँ मम्मी र म चाहिँ गोर्खा जाँदैछौँ होइन बाटोमा अनि मम्मी तपाईँ चाहिँ नि यता हेर्नु न काठमाडौँमा बस्नेहरूलाई तपाईँले के भन्नुहुन्छ अनि अरू अनि अनि के हो अनि धेरै जान रक्सी नखानु भन्नु पर्दैन अझै पनि सबैलाई ह्याप्पी दसैँ है मेरो तर्फबाट पनि सबले लिमिटमा खानु होला सबैजनाले चाहिँ ठिक्क आफूलाई बडीमा फिट हुने कुरा मात्रै खानु होला अनि स्वस्थ रहनु होला भन्दैछु गाइज होइन अब चाहिँ हामी बाटोमा ट्राभल गर्दैछौँ मतलब अलिकति कालीमाटीमै छौँ अब बाटोमा पुग्छौँ सो बाई बाई हेलो गाइज जहिले चाहिँ हामी होइन खानकोट कटिसक्यो अनि कलङ्कीको चाहिँ हामी गाडी आइसकेको हुनाले चाहिँ राम्रो भिडियो लिन पाएन हामीहरूले होइन सो गाडी पाउने बित्तिकै चढिहाल्यो अनि त्यसपछि राम्रो फुटेज हामीले लिनै पाएन अनि सिट चाहिँ पाएकै छैन गाइज हाम्रो टिकट नकाटेको हुनाले चाहिँ सिट पाएन होइन अब उभिएर जानुपर्छ कि अब तर मुडामा बसेर जानुपर्छ थाहा छैन त्यही हो अब वहाँसम्म कसरी जाने कसरी पुग्छ भन्ने चाहिँ त्यही चिन्ता लागिरहेछ एन्ड गाइज अब राम्रो फुटेजहरू लिने ट्राई गर्छु गोप्रो छ अहिले गाइज गोप्रोले चाहिँ अति डिस्टर्ब गरिरहेछ है गोप्रोले आफै स्विच अफ भएको भइ गर्छ एन्ड अहिले चाहिँ हामी वासरुमको लागि गाडी रोकिरहेको छ होइन एन्ड गोप्रोले अब बाटोमा कस्तो राम्रो खिच्यो थाहा छैन अब चाहिँ म मोबाइलबाटै लिन्छु किनकि राम्रो आएको छैन गोप्रोबाट सो गाइज अब गाडी जान्छ एकछिनमा कुद्छ भने नाम के हो तिम्रो भनिदेऊ अनि कहाँ आउनुभएको गाउँ आउनु भएको दसैँ मनाउन गाउँ आउनु भएको हो हजुरको नेम के अरे हो ए अनि हजुर फर्स्ट टाइम आउनु भएको होइन सेकेन्ड टाइम थर्ड टाइम मेनी मोर हो ओके रमाइलो लाग्छ गाउँ ओके अब कहिले फर्किने काठमाडौँ टिकापछि ल ह्याप्पी दसैँ है त तपाईँलाई है हजुर यता हेर्नु त खै हेरे ल एकचोटि हेर्नु त लजाको हजुरको नेम भनिदिनु त यहाँ छिटो अनि अगाडि आएर हावाले केही सुन्दैन के अरे बुझ्दैन
क्रिस्टिना के तामाङ ओके हजुर गाउँ आउनु भयो कि मामा घर आउनु भयो गाउँ आउनु हो हजुर ए अलराइट गाइज खाजा खाना ओर्लिएको हामीहरू हैन पानी हामी चाहिँ अहिले खाजा खाना ओर्लिएको गाइज हैन खाजा खाना ओर्लिएर पनि खास भन्नुभयो त हामी खाइसकेको खाजा खाइसक्यो हैन अति पिरो मैले चाहिँ मोमो खाएँ बवाल पिरो यार मोमो पनि दामी अति गर्मी छ मोमोले हिजो किनेर हो क्या कस्तो मिठै हुन्छ हात यस्तो गर्नु त हात मलाई पो बुझ्दैन यस्तो गर्नु न हात यस्तो यस्तो ए के हो यो फोरी हो तपाईँ यो पनि हेर्नु त यस्तो कस्तो फोर भयो नि यो सब मम्मीको दोष यस ट्राभल रमाइलो भइरहेछ चाहिँ गाइज हाम्रो बिजुली पावर हाउस हामी चाहिँ अहिले आबु खैरेनी भन्ने ठाउँमा आइपुग्यो यहाँबाट सिद्धाको यो जिप गइरहेको बाटो छ चाहिँ पोखरा जाने बाटो हो सिद्धा अन्त बस आइरहेको जिप गइरहेको ठाउँ प्रपरली हामी गोर्खा आइपुग्यो गोर्खा छिर्यो अब हामीहरू
गाइज सरी मैले चाहिँ मोबाइल चलाएँ है तर पेट्रोल पम्पमा हामीले कहिले मोबाइल चलाउनु हुँदैन इट्स द भेरी डेन्जरस है पेट्रोल हाल्न हो गाइस 12 किलो आइपुग्यो हाम्रो चाहिँ अब मेन गाउँ जाने बाटो छुट्ने चाहिँ एउटा गोर्खा बजार र अनि एउटा 12 किलो सरी यो 12 किलो भन्ने ठाउँ हो एन्ड गोर्खा बजार जाने राइट साइड एन्ड गाउँ जाने लेफ्ट साइड हो अब यो कताबाट जाने हो ब्रो हामीहरू तल जाने हो छेपेटार हुँदै जाने हो ओके देन भनेपछि कहाँदेखि छुट्टिन्छ हाम्रो हामी छोप्राक जान पाएन नि त त्यसपछि गाडी चोरकाटीसम्म मात्रै हो चोरकाटी छेपेटारबाट सरी छेपेटारबाट हो त यो चाहिँ 12 किलो बजार है गाइज हाम्रो मेन डेस्टिनेसन यो हो अब हामी हो ल गाइज हाम्रो लास्ट डेस्टिनेसन हाम्रो यही हो यतिकै हो रमाइलो ए त्यस्तो होइन होसियार त होइन होला गाइस आज चाहिँ गोर्खाको चटपटी खाँदैछु है म पिरो हरियो खुर्सानी हाल्नु धुलो नहाल्नु है हरियो खुर्सानीले पेट दुखायो भने केही गर्दैन कि अझै हाल्नु न खुर्सानी त्यो जम्मै हालिदिनु गाइस चटपटी है गाइस यो चाहिँ चटपटी है गाइस यो चाहिँ गोर्खाको चटपटी हेरौँ टेस्ट गरौँ कस्तो हुन्छ चटपटी म त खान्न किन ल्याएको यो चटपटी पेट दुख्छ भरे पेट दुख्यो मम्मी नभन्नु भइहाल्यो नि गोर्खाको चटपटी गोर्खाको चटपटी हो नि गाइस कपडा चाहिँ अस्ति फोहोर भइरहेछ है लास्ट फोहोर भइसक्यो कपडा अब झन् फोहोर हुन्छ गाइस गर्मी चाहिँ अति रहेछ होइन अति गर्मी छ गाइस यहाँ अति गर्मी छ है पसिना गाइस हजुर प्लिज ए झर्यो 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 के रे यस गाइज अब चाहिँ हामी 5-10-15 मिनटमा हामी जान्छौँ होइन अहिले चाहिँ गाउँको लोकल गाडी हो यो अब चाहिँ हामी यो गाडीबाट अब हामी कति 2 घन्टामा पुग्छ हामी चाहिँ 2 घन्टा गाइज 2 आवर
ओके गाइज बाई बाई। अब बाटोको चाहिँ लिएर अनि हामी घर पुगेको लिन्समा। घर पुग्दाखेरि चाहिँ मेरो भाइहरू अनि काकी हजुरआमाहरू हुनुहुन्छ। अब त्यहीँ गएपछि अनि बाटोहरूको भ्यूहरू लिउँला है त गाइज। अलराइट गाइज हामी चाहिँ अहिले 12 किलो बसेको ट्याक्कै 2 घन्टा भइसक्यो है। गाडी नपाएर टेन्सन भइसक्यो, गाडी नै पाएको छैन अनि ट्याक्कै गाह्रो भइसक्यो है। अनि एउटा सानो नानी भेटाएको छ यता, गाह्रो भएको जस्तो छ उसलाई। हामी चाहिँ गाडी नपाएर टेन्सन भइसक्यो। सायद हामी 2-3 बजे 4 बजेतिर पुग्छ होला, 5-6 बजे। गाडी नपाएर टेन्सन भइरहेछ। अब हेरौँ गाडी कति बेला पाउँछ, त्यसपछि फेरि भ्लग गरौँला गाइज। लु 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 ओइ गाइज गाडी चाहिँ पायो होइन, अति प्याक पाएको छ हेर्नु। एउटा लास्ट सिटमा 4 जना खोजेको छ हामीहरू, 4 जना 6 जना गाइज। अनि पछाडि अझै 4 जना बस्नु भएको छ। एकदम प्याकमा हामी चाहिँ गाउँ जाँदैछौँ दसैँ मनाउनलाई। ट्याक्सी जान्छ तर तपाईँको ट्याक्सी भन्दा त्यो कार अलिकति उँचो हुन्छ या त कार हुन्छ, त्यो अलिकति लामो नै हुन्छ है। लामो छ त्यो झर्दैन हो त। हामी आउँदा 1 घन्टासम्म त यो आएन, पछि चाहिँ 4 जना मात्रै अन्त हुन। अब त्यसले गाबा भरिन्छ अब हिँड्ने भनेको त हिँड्दैन, आएर हेर्नु गयो। यो बाटो पिसमा हुँदैन, यो पानी पनि बढ्दैन। अनि सुडान बनाउँछ यिनीहरूले। अब 5 वर्ष यिनीहरूले सत्ता चलाइरह्यो भने यस्तै गऱ्यो भने ठ्याक्कै सुडान हुन्छ। म कालीमाटी थिनारोड त म साँच्ची खाँदिनँ। मेरो मुखमा थिनारोड बिस्कुट पर्दैन। थिनारोड त्यो थिनारोड बिस्कुट नेपाल प्रोडक्ट हो। थिनारोड बिस्कुट छ नि ब्रो, यस्तो क्या। मलाई थाहा थिएन त्यो इन्टु मिन्टु लन्डन भनेर थाहा थिएन है। अनि अलराइट वाट्सएप गाइज, प्रपरली हामी चाहिँ अहिले आफ्नो डेस्टिनेसनमा आइपुग्यौँ। ब्रोको नेम निकेश पोखरेल, म पनि पोखरेल। हामी दाजुभाइ एउटै गाउँको हो। ऊ चाहिँ अब यताबाट तल लाग्छ, म चाहिँ यहाँबाट तल। एन्ड अब उसलाई फेसबुकमा एड गरेर एकैचोटि अब फेसबुकमा बोलाउँला है त। अनि तिमी चाहिँ पोखराबाट होइन? म चाहिँ काठमाडौँबाट। पोखरा अति बवाल छ मेरो लागि चाहिँ है। उसको त अब उठे पनि पोखरा, सुते पनि पोखरा, जे गर्दा पनि पोखरा। सो मलाई चाहिँ पोखरा अति मन पर्यो। सो गाइज ओके बुम गरौँ यहाँ, बुम है। वाट्सएप पिपल, हामी घर आइपुग्यो, हाम्रो घर। मेरो काकी हेलो भन्नु त, काकी हेलो भन्नु न। हेलो हेलो भन्नु न। हामी प्रपरली घरमा आइपुगिसक्यो होइन। अनि हाम्रो हजुरआमा खै हजुरआमा नमस्ते भन्नु त हजुरआमा। नमस्ते। ए बाबा हाम्रो घरमा चाहिँ के छ गाइज होइन। म धेरै पछि आएको घरमा। यसलाई के भन्छ अरे काकी?
काकी काकी यसलाई के भन्छ अरे अमिलो निबुवा यस निबुवा यो चाहिँ कहाँ अनि धेरै फल्या रहेछ है अनि हाम्रोमा चाहिँ गुराँसको फुल पनि छ रोज यो चाहिँ राख आफ्नो मिठो त अहिले दुईटा खाएको खल्लो रोज अनि गाइस त्यो चाहिँ हाम्रो घर है त्यो चाहिँ नयाँ नयाँ हाम्रो घर एन्ड देन यो चाहिँ हाम्रो माइलो काकाको घर के त हुने किन एउटा एन्ड ऊ त्यो बनिरहेको निलो खै कता गयो कस्तो माथिको भागै नरहेछ छारेर त घर गाह्रो नै यो चाहिँ हाम्रो सानो कान्छो काकाको घर त्यही हो यति हो गाइज अब अहिले घरमा आएको छु थाकेको छु एकदम पसिना भएर कपडा टोटल्ली फोहोर भएको छ होइन एकदम फोहोर भएको छ जिपमा आएको गाडी 2-3 घन्टा कुर्यो हामीले त्यसपछि हामी चाहिँ आएको 2-3 घन्टा कुरिसकेपछि चाहिँ आयो अब यसो फ्रेस हुन्छु खाजा साजा खान्छु अति भयो काकी खाजा के छ जे खाइन्छ घरमा यसरी जे खायो नि फ्री छ यहाँ ओके डन भात खाने ल गाइज अब चाहिँ हामी ड्रेस चेन्ज गरिसकेपछि अब घरमा बस्छौँ 2-4 दिन रमाइलो हुन्छ अब गाउँतिर यसो कोही कोही चिनिया छ भने जाने हो नत्र त गाइज ओके फाइन द्याट्स इट अब चाहिँ ड्रेस चेन्ज गर्छु नुहाइ धुवाइ गर्छु फ्रेस हुन्छु भ्लग सिद्धियो भाइ